तपाईलाई मेरो भाग चाहिँ खै ए ला उ के पसो पसेको छैन उ किरा त घुम्दैछ त बसेन हटाउनु न मेरो भाग चाहिँ कहाँ रहेछ त आमा छोरा मिठो बनाएर खाउँ भनेको नि ए बनाएर र किनेर या हाम्रो आमाको बारीको मेहनत आमामा हाम्रो आमाले बारीमा मेहनत त दामी गर्दो रहेछ के छ एक सेट ल्याएको एक सेट अब तपाईँको दाँतले टोक्नु त तपाईँको दाँतले एक सेट यहाँ चाहिँ छर्नु भएको छैन त यहाँ छरेको छैन यहाँ बस्ने ठाउँ पनि चाहियो नि हो यो लाउनु नि चप्पल लाउनु नि तल तब त्यो पनि खाने होइन मुला ल्याउनु पर्छ नि भेटो गरेको नि ल हुन्छ ल प्रार्थना गर्नु ल छोटो प्रार्थना धन्यवाद प्रभु तपाईँलाई भोजन जुटाइदिनु भएको छ कमाउनेको हातहरूमा सहायता गर्नुहोस् खर्चेको भण्डारमा सयगुणा आशिष दिनुहोस् खाएर पाएको बल ताकत शक्तिले आफ्नो काम कर्तव्यहरू पुरा गर्न सकौँ ख्रीष्ट येशूको नाममा आमेन खायौँ ल खानु खै आगो नि त ए त्यही दाँत लगाइदिएको छ दाजु त्यो तार चाहिँ निकालेर भनिदिनु भयो माइला दाजुलाई जेठा दाजुलाई ए जेठा दाजु आउनुभएको थियो होइन गिरा दाँत पनि छोटो भयो गिरा पनि बक्को र अब दाँत लगाइदिनु भएको होइन त्यहाँ जेठा दाजु पनि आउनु भएको थियो नि त ठुल दाजु आउनुभएको थिएन त अन्त ठुल दाजुलाई त थाहा छ माइला दाजुलाई थाहा छैन नि त भन्नुभयो त अन्त भनेको माइला दाजुलाई त्यही दाजु भनेको छैन भोलि जाने अब घाम